ल अब म भने हाम्रो बारीमा आइपुगेको छु। टमाटर टिप्न लागिरहेको छु ल। चेरी टमाटो है। हेर्नुहोस् त कति राम्रो छ, मजाले फलेको छ। यसको चाहिँ अचार चाहिँ मन पराउनेले चाहिँ काँचै पनि खानुहुन्छ है। म चाहिँ ठिकै लाग्छ। अझै अरूहरू पनि टिप्ने छौँ ल। म एकदमै एउटा बोट हो, कति धेरै फलेको छ भने हेर्नु न कति राम्रो। हेर्नु न कति धेरै छ। वाउ, मेहनत गऱ्यो भने के हुँदैन, सबै थोक हुन्छ हैन। कति महँगो हो यो टमाटर, अनि एकदमै हेल्दी। के भन्छ यो आफ्नै बारीमा रोपेपछि चाहिँ यसमा अब अरू केमिकलहरू छैन, एकदमै अर्ग्यानिक। के भन्छ थुप्रो फलेको छ यहाँनिर। यसको चाहिँ गएर अचार बनाएर खानुपर्छ। कता कता छ ए, यो एक बोट है, यत्रो ठुलो टमाटरको पनि उयो हुँदो रहेछ। हेर्नु न कता छ यस्तो, फेरि फ्रेगल कि एकदमै। हेर्नु न ठुलो छ, हेर्नु त त्यति छ, अझै छ। म टिपेर देखाउने छु ल। हेर्नु न अझै कति धेरै फलिरहेछ हो। यो पाक्दाखेरि त हेर्नु न यहाँ है, यो पाक्दाखेरि त कति धेरै हुन्छ। हेर्नु त यहाँ माथि हाँगै 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 पछि फलिरहेछ क्या, फल्नु पनि। फेरि यो एउटा बोट हो फेरि है, धेरै बोट पनि होइन। हेर्नु न हाँगै पछि छ, हाँगै पछि छ। हेर्नु त यति धेरै छ, जुप 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 जुप। अब हामी चाहिँ चेरी टमाटर भन्थ्यौँ उतातिर है, यहाँ चाहिँ हामी सानो खालको टमाटर भन्छौँ। हाँगै पछि छ, हाँगै पछि। हेर्नु न मैले त्यति टिपेँ, यहाँ हेर्नु त जुप्पा जुप्पा। यहाँ पनि हेर्नु त यति धेरै। हेर्नु न त्यहाँ, अब केजी केजी त हुँदैन यहाँ त तल। हेर्नु न हेर्नु त, अब यो केजी केजी त हुँदैन, तर हामी जस्तो सानो परिवारको लागि चाहिँ इनफ हुन्छ क्या, एकदमै इनफ हुन्छ हामीलाई चाहिँ। हेर्नु न यो फेरि बोट, एउटा बोट, यसको बोट चाहिँ यो मात्रै हो। हेर्नु न यो बोटमा यति धेरै फलेको। हेर्नु न, हेर्नु न ल। हेर्नु त्यो त मासतिर आम्मा जुप्पै जुप्पा जुप्पै जुप्पा छ क्या। यति भयो जम्मा टोटल